हेलो साथीहरू, गुड मर्निङ। फेरि पनि म नयाँ ब्लग लिएर आएको छु तपाईहरुको माझमा हैन। आजको म ब्लग बनाउनुको मतलब यो छ कि मैले चाहिँ के सोचे भने धेरै दिनबाट तपाईहरुको अगाडि चाहिँ जंगल र अनि जो हिमाचलमा स्याउ हुन्छ नि, स्याउ त्यसको त्यो पनि देखाउँ भन्ने मेरो इच्छा थियो के साथीहरु है। अहिले चाहिँ म जंगलको बाटो हिँड्दै छु के, त्यही भएर यसो एकछिन ट्रेक गरौँ भनेको अनि भिडियो पनि बनाऊँ भनेर चाहिँ हैन। त्यो मेरो सोच थियो पहिल्यैबाट हैन। ल अब म तपाईलाई अगाडिको दृश्य देखाउने गर्छु ल, यो जंगलको ल। यो हो साथीहरु अगाडिको, हो यस्तो छ जंगल है। हो मोटरसाइकल बसेर के गर्ने हैन, एकछिन यस्तो जंगलको ट्रेक गरेर अनि तपाईहरुको माझमा चाहिँ एउटा भिडियो पुर्याउन सकोस् भन्ने मेरो इच्छा थियो धेरै दिनबाट। त्यही सोचको कारणले चाहिँ म आज आएको थिएँ कि जंगलमा। यस्तो छ बाटो, यो जंगल हिँड्दैछु म। दामी छ नि साथीहरु, हेर्नु त। आहा, मलाई त सत्य मान पर्यो। यो तल चाहिँ खोला छ है, यो मुनि चाहिँ है। यति मुनि चाहिँ म जान्दैन है साथीहरु। यस्तो छ, यति दामी छ क्या साथी जंगल। आहा, हेर्नुस् यो जंगल चाहिँ तपाईहरु धेरैजना मान्छेहरु चाहिँ कन्फ्युजमा हुनुहुन्छ होला। यो चाहिँ इन्डिया हिमाचल प्रदेश डिस्ट्रिक्ट कुल्लू मणिकर्ण रोड साइड जरीको जंगल हो साथीहरु। हुन्छ यस्तो छ यो बाटो हिँड्नु पर्ने। यस्तो छ है भर्याङ पनि, हेर्नु त। यो भिडियो बनाउनु पनि कति गाह्रो हो क्या साथीहरु। यस्तो भर्याङ अब चढ्नु पर्यो मलाई त लागि ल। अब यो भर्याङ नाङ्गेर अलिकति उता गएर चाहिँ स्याउको बुट्टा धेरै छ त्यहाँ है। त्यहाँ मान्छेको खेतहरू धेरै छ अनि त्यहाँको स्याउको बुट्टा पनि तपाईँले देख्छ। हिमाचलको स्याउ कस्तो हुन्छ भने यसो साथी हेर्नुस्। वाउ, कति दामी के जंगल पनि। आहा, मलाई त एकदम राम्रो लाग्छ साथीहरु। किन भन्दा जंगल छैन भने, यो रुखहरू छैन भने हामीले अक्सिजन लिन सक्दैन। त्यसै कारणले रुख चाहिँ हुनुपर्छ है साथीहरु। बिरुवालाई चाहिँ काट्नुहुन्न। हेर्नुस् यो भर्याङ हो के म हिँड्नुपर्ने। अब हेर्नु त, हिँड्दैछु म। सास फुल्दैछ मेरो धेरै। यस्तो छ। भर्याङको छेउछाउमा यस्तो छ फेरि। त्यो खालि जंगली हो है। धेरै राम्रो छ साथीहरु। जंगलतिर आउनु होला तपाईले है घुम्नको लागि। यहाँ धेरै देश विदेशबाट मान्छेहरु आउनुहुन्छ घुम्नको लागि यो जंगल साइडमा। किनभने टुरिस्ट प्लेस हो नि त। यो बेलीको नाम चाहिँ पार्वती बेली हो है साथीहरु, ध्यान पुर्याउनु होला। मणिकर्ण रोड कसोल सबै आउँछ यतै है। यस्तो बल्ल मैले भर्याङ सिधायो काटेर। यो हजुर यस्तो यो हेर्नुस् दामी छ नि। म चाहिँ लास्टै थाकेको साथी यार। हिँड्नु सक्दैन म। यस्तो छ।
हेर्नुहोस् यो भर्याङ तल्लो भर्याङ मैले सघाएर माथि आइपुगेँ। अनि यो भर्याङ यो धेरै छैन, यति छ अलि हाउसम्म हिँडेर हो, यति त गाह्रो छैन। तल थियो गाह्रो, ठाडो थियो कि धेरै उकालो। अनि कस्तो लाग्छ होला तपाईँहरूलाई यो जङ्गलको दृश्य हेरेर, अनि आफ्नो कमेन्टमा लेखिदिनु होला। अझै मैले राम्रो कन्टेन्ट बनाउने छन् तपाईँहरूको माझमा। किन भन्दा म त एउटा नयाँ युट्युबर हो, अहिले मैले च्यानल खोलेको पनि धेरै भएको छैन, ओन्ली 1 month 30 days भइसक्यो भर्खर। अहिले त सिक्दैछु। यो भिडियो त मैले अहिले भर्खर हालेको हो, एक महिना पनि भएको छैन है। त्यसै कारणले मलाई माफ गरिदिनु होला। खासै मलाई भिडियो बनाउने आउँदैन, त्यति नलेज पनि छैन, सिक्दैछु। तपाईँहरूले कमेन्ट लाइक सेयर गरिदिनु होला। तपाईँहरूको आशीर्वाद चाहियो। तपाईँहरूको आशीर्वाद सधैँ मसँग रह्यो भने मैले अझै राम्रो कन्टेन्ट ल्याउने छ। हुन्छ साथीहरू, यो जङ्गल है। एकछिनपछि तपाईँहरूलाई हिमाचलको रोयल स्याउको खेतहरू देखाउने छन् मैले। यस्तो छ बाटो हेर्न साथीहरू, यार के भनौँ तपाईँहरूलाई, गाह्रो छ, लास्टै गाह्रो। यहाँ पनि यस्तो छ। यो बाटो आएको तल बाटो है साथीहरू, हेर्नु होला तपाईँले राम्रोसँग, नबिर्सिनु होला। यस्तो छ माथिको जङ्गल हो है। यस्तो बाटो हिँड्नुपर्छ साथीहरू। यो भिडियोको लागि पनि के गर्ने पर्ने के त। ओहो, यस्तो छ है साथीहरू। यस्तो भने यहाँ झाडी छ कि यहाँ काण्ठा हेर्नु कति गाह्रो के। वाउ, घाम पनि कस्तो मजा लागेछ आज त। आहा, क्लियर छ वेदर। अहिले इन्डिया हिमाचल प्रदेशको चाहिँ वेदर क्लियर छ, डिस्ट्रिक्ट कुल्लु। वाउ, हेर्नुहोस् यस्तो छ कि झाडी। बाटो यही हो मेरो। ल साथीहरू, अब चाहिँ म तपाईँलाई देखाउने गइरहेको छु स्याउको रुखहरू है। खेतमा आइपुगेँ म। हुन्छ, जङ्गलको बाटो त मैले काटेपछि थियो। स्याउको रुखी रुख छ है साथीहरू। ल म तपाईँलाई अगाडि क्यामेरा अब अगाडि गरेर देखाउँछु ल साथीहरू। ल हाम्रो ब्लग पनि फेरि यहाँसम्म रहन्छ है आजको। ल तपाईँलाई म देखाउनु गइरहेको छु। यो हेर्नुहोस् साथीहरू, हेर्नु सक्नुहुन्छ होला स्याउको रुख यो हेर्नुहोस्। यो यहाँ चाहिँ मान्छेले यस्तो लागेको छ है, बाढ लागेको छ कि, अनि गोरुहरू नघुसोस् भनेर कि, अनि मान्छेले नचोरोस् भनेर। यो स्याउको रुख हेर्नुहोस् यस्तो छ, यस्तो छ यो। अनि यो मात्रै होइन, स्याउको रुख हेर्नु हजुर माथि लगाएको छ। यहाँ मान्छेले टमाटर लगाएको छ हेर्नु। पुरा देखाउने छ क्या तपाईँलाई मैले भिडियो, एकदम अर्ग्यानिक भिडियो हो नि त मेरो त। पुरै बाढ भन्दै लाग्छ। यो चाहिँ के भन्छ हाम्रो नेपाल अनार भन्छ होला है, इङ्ग्लिसमा पोमिग्रेनेट होइन यसलाई भनिन्छ।
यो हेर्नुहोस् कस्तो छ यो बाटो हो मेरो। अनि यो फेरि स्याउ लागेको छ माथि। अहिले चाहिँ सानो छ है यो पाक्छ अर्को महिनामा रेडी हुन्छ। हाम्रो नेपालबाट यो दैलेख कालीकोट हुम्ला जुम्लाबाट आउँछ यहाँ मान्छेहरू स्याउ बोक्ने आउँछ यहाँ धेरै। अनि उनीहरूले 2 महिना सिजन लाउँछ अनि पैसा कमाउँछ टन्न। आई थिङ्क धेरै त के भने 50-60 हजार कमाउँछ हिँड्छ उनीहरूको नेपाल। उनीहरूको कामै त्यही हो। यो नासपाती के भन्छ यसलाई यो स्याउको हेर्नु यस्तो छ है साथीहरू। यो स्याउकै हो यो खेतहरू सबै टन्न। यस्तो छ अनि यो स्याउ कुरो हो सबै। वा कस्तो दामी छ क्या स्याउ। यदि अहिले पाकेको भए त मैले खाएर देखाउँ तपाईँहरूलाई। के गर्ने पाकेको छैन। भोलि पर्सि पाक्ने बेलामा मैले देखाउने छ तपाईँहरूलाई स्याउहरू कस्तो हो। यो चाहिँ नासपातीको रुख है। ल यस्तो बाढ लागेछ मान्छेहरू। यस्तो छ अनि स्याउको रुखै छ यहाँ धेरै। यो चाहिँ डिस्ट्रिक्ट कुलुम पर्छ है साथीहरू। यो बाटो हाम्रो के अन्त म हिँड्नु सक्दैन धेरै गाह्रो छ साथीहरू। छेउकुना यस्तो छ फेरि घन्टै घन्टै आजभोलि त किनकि हरियालीको मौसम आयो नि त। वसन्त ऋतु भन्छ नि यसलाई। त्यो भएर वसन्त ऋतुमा चाहिँ हरियाली हुन्छ। यताउता डाँडा पाखा तल स्याउकुरो घरहरू नि यस्तो छ साथीहरू। दामी छ के अहिले पाकेको छैन नि। भोलि पर्सि मैले देखाउने छ तपाईँलाई एउटा भिडियो बनाउँछु म होइन स्याउको रुखको। अहिले पाकेको छैन होइन। मैले एप्पल पनि म खान्छु तपाईँलाई देखाउँछु कति रसिलो हुन्छ यहाँको एप्पल। असाध्यै रसिलो। यो हेर सजिलो टन्नै छ क्या स्याउको रुख तल। हेर्नु त यहाँ कस्तो छ क्या मजाको। आहा ठुलो छ। अनि पारि हेर्नु रोड छ। यो चाहिँ पावर कम्पनी मलानाको मलाना भन्ने ठाउँको हेर्नुहोस् यस्तो छ। स्याउ बारी के त मेरो बाटो यस्तो छ हेर्नु त यहाँ यस्तो पनि हिँड्नुपर्छ यो भिडियोको लागि। माथि यस्तो छ फेरि। मलाई पनि एउटा बाटो पुग्नेको लागि 5 मिनट जति लाग्छ होला साथीहरू। यति मुनि आएको थिएँ कि म तपाईँहरूको लागि भिडियो बनाउनुको लागि। साथीहरू हेर्नुहोस् यो कति राम्रो छ नि स्याउको बगैँचा। एकदम दामी के यस्तो छ फेरि काण्ड छेउछाउमा यस्तो छ। यो स्याउको बगैँचा यो सानसानो छ यो रुखहरू। यस्तो छ माथिको दृश्य यस्तो रुखहरू हेर्नु त्यहाँ सानो रुखहरू। नासपाती पनि लागेको छ। मेरो बाटो चाहिँ है साथीहरू हेर्नु त्यहाँ यस्तो हिँड्नुपर्छ यहाँ स्याउको रुखहरू। टन्नै हुन्छ कि मचालमा स्याउ त
स्याउ भने हो हिमाचलमा, लाहौल स्पितिमा, अनि डिस्ट्रिक्ट कुल्लूमा, अनि रोडुमा, अनि सिमलामा, यो 4-5 ठाउँमा स्याउ भने अरू ठाउँमा हुँदैन साथीहरू। हेर्नुहोस्, किन भन्दा हिमाचलमा 12वटा डिस्ट्रिक्ट छ के साथीहरू। 12 डिस्ट्रिक्ट मध्येमा चाहिँ 4-5 ठाउँमा चाहिँ जुन मैले अहिले नाम लिएको थियो एउटा एउटा गरेर, त्यो नाममा चाहिँ सरी त्यो ठाउँमा चाहिँ स्याउको उत्पादन हुन्छ। यस्तो बाढ लाग्छ मान्छेले, यहाँबाट गोरर नपसोस्, मान्छे नपसोस् भनेर स्याउ हुन्छ सजिलो हेर्नुभयो। सानो सानो छ अहिले ल। तपाईँलाई मैले क्यामेरा जुम गरिदियो, हेर्नुहोस् यो सानो सानो छ अहिले। यो पाक्छ अर्को महिना मात्र, अहिले पाक्दैन यो। यो चाहिँ पालम, त्यो पालम चाहिँ पाकिसक्यो भने त कस्तो राम्रो छ पालम। यो चाहिँ पालम भन्छ है, अब नेपालमा के भन्छ त्यो थाहा भएन। वाह दामी छ यार। घुम्ने चाहिँ अहिले हो कि हिमाचल प्रदेश कुल्लू मनाली भने अहिले यो ठाउँ हो। अनि लाहौल स्पिति जाने होइन, त्यो चाहिँ अब छुट्टै पर्छ। मनाली हुँदै जान्छ। अस्ति नै तपाईँले हेर्नुभयो होला, मैले तिलोना जाने बेलामा त्यो लाहौल स्पिति डिस्ट्रिक्टमा हुन्छ, त्यही पर्छ भने मतलब लाहौल स्पिति डिस्ट्रिक्टमा है। ल साथीहरू, मान्छेले तल स्याउको बुट्टामा दबाई हाल्दैछ, हाल्नै पऱ्यो नत्र भने किरा लाग्छ साथीहरू। गाह्रो छ त जिन्दगी त। सबै स्याउ कुरो गयो। यो चाहिँ नासपातीको है। अनि पालम चाहिँ पाकेछ। पालम पनि यहाँ 2-3 प्रकारको हुन्छ नि। एउटा पालम चाहिँ लोकल पालम भनिन्छ यहाँ यो ठाउँमा। त्यो चाहिँ असाध्यै महँगो बिक्छ। एउटा तलतिरको एउटा विकासी पालम हुन्छ क्या त्यो, अनि एउटा ब्ल्याक पालम हुन्छ, एउटा कालो टाइपमा पालम भन्छ, त्यो पनि महँगो बिक्ने छ साथीहरू। ल साथीहरू, स्याउको खेतहरू जति मैले देखाउने थियो त्यो मैले देखाइहाल्यो होइन। अब चाहिँ म लागेँ ल आफ्नो बाटो। यो हेर्नुहोस्, हेर्नु टाढो छ साथीहरू यार। यस्तो अनि हाम्रो हिमाचलमा चाहिँ लाहौल स्पिति र मनाङ मुस्ताङ हाम्रो नेपालको एउटै हो। त्यो लाहौल स्पिति पनि हिमाचलमा आउँछ, हिमाचलको डिस्ट्रिक्टमा पर्छ। यस्तो हेर्नु, यस्तो हेर्नु। यो बारी चाहिँ मेरो साथीहरूको है। पहिला यहाँ स्याउको रुख थियो, उसले लगाएको थियो, तर त्यो कुहियो क्या। त्यो 20 वर्ष पुरानो भयो। अब कहाँ काट्नु पऱ्यो। अहिले फेरि सानसानो लगाएको छु, बिरुवाहरू लगाएको छ उसले। यो मेरो साथीको खेत हो, इन्डियन साथी। ल साथीहरू, मैले तपाईँलाई जति देखाउने थियो, मेरो उद्देश्य थियो आजको ब्लगमा चाहिँ मैले देखाइहालेँ। मेरो देखाउने उद्देश्य थियो आजको। अनि स्याउको रुख र आने जङ्गलको अलिकति बिउ है साथीहरू। त्यसको लागि चाहिँ म अलिकति तल झारेर आई थिङ्क कि 1 किलोमिटर जति तल झारेको थिएँ म है जङ्गलमा। अब भिडियो त बनाउनु पऱ्यो, त्यसको लागि है बनाएको, तपाईँको लागि नै गरेको दुःख है साथीहरू। अनि म पनि न्यू युट्युबर हो, अनि सिक्दैछु अझै योभन्दा मिठा कन्टेन्ट बनाउने छन्। तपाईँहरूको विश्वास, तपाईँहरूको माया राखिदिनु होला मेरो माथि।
अनि म त्यही विश्वासलाई मध्यनजर राखेर तपाईहरुको अगाडि चाहिँ राम्रो राम्रो कन्टेन्ट भविष्यमा बनाउने छ है साथीहरु। के गर्ने, मसँग पनि अब धेरै समय नभएर आज मलाई अलिकति विशेष काम थियो है। म चाहिँ भिडियो बनाउन लागि आएको थियो अनि अब भिडियो पनि भयो। अब म चाहिँ कुल्लु जाने काम छ हैन, अलिकति किन भन्दामा आफ्नो बिजनेसहरु पनि हेर्नु पर्यो साथीहरु। स्याउ कुरो गरेर हेर्नु तपाईले हेर्न सक्छ। लु यो स्याउ लागेछ नि साथीहरु। अब यसलाई भन्छ रोयल है, रोयल स्याउ भन्छ, रोयल भन्छ। कलर आइसकेको छ। के गर्ने, हेर्नु त यहाँ पसिना आयो साथीहरु। के गर्ने त, भिडियो बनाउने यति दुःख हुनेछ के मैले त सोचेको थिइनँ यार। यति भिडियो त इजी हुन्छ होला सोचेको त, कहाँ यो त आम्मा गाह्रै भयो साथीहरु। हेर्नु यसरी हेर्नु साथीहरु, यो सबै स्याउको हो है बोटहरु। हेर्नु सक्छु होला तपाईले हेर्नु। अब यहाँबाट साथीहरु 2 मिनेट लाग्छ मेरो बाटो म पुग्नलाई। गाह्रो भयो साथीहरु, वेट बढेको छ क्या मेरो साथीहरु अहिले। पहिला चाहिँ म कति दुब्लो पातलो थिएँ कि हैन। अनि तपाईले सोच्नु होला यो मोबाइलको क्यामेरा पनि त्यस्तो के भयो होला हैन, राम्रोसँगले किन यति प्रिन्ट बनाउनु होइन। अलिकति यसको बिग्रेछ क्या यो फोन, एकचोटि झरेको थियो त्यसपछि त्यस्तो भएको छ। अब चाहिँ एउटा नयाँ किन्नु पर्ने छ मैले फोन त मसँग यस्तो पनि 2-3 वटा छ, तर भए पनि हैन मान्छेको मानी त हो। एउटा नयाँ किनौँ अनि फेरि नयाँ अलिकति क्यामेरा पनि क्लियर हुनु पर्यो हैन। अनि त्यो फोन पनि क्लियर थियो मेरो, आइफोन थियो। के गर्ने, अब यस्तो खासै राम्रो आइरहेको छैन, मलाई माफ गर्नु होला। आगामी दिनमा चाहिँ मैले राम्रो कन्टेन्ट बनाउने छ अनि फोन पनि मसँग राम्रै हुन्छ, आइफोनै हुन्छ फेरि पनि है। अनि त्यसको चाहिँ अलिकति सेटिङ बिग्रेको छ आइफोनको, त्यही भएर सरी ल साथीहरु। स्याउ हेर्नु यहाँ। अब यहाँबाट माथि चाहिँ साथीहरु, यो माथि हेर्नु म तपाईँलाई देखाउँछु। यो जाली काटेर चाहिँ अलिकति माथि चाहिँ रोड आयो ल जरीको। पुगिसक्यो भन्नु न म। अब यो स्याउको बोटाहरू हेर्नु त, आहा स्याउ हेर्नु यहाँ अलि काँचो छ है। कसैमा चाहिँ अब कलर आएको छ, यो रोयल भन्छ। हाम्रो मनाङ मुस्ताङतिर पनि हुन्छ ल स्याउ त है, राम्रो हुन्छ नि। त्यहाँको जति हाइटको स्याउ हुन्छ त्यति नै राम्रो के स्याउ त, खानेलाई टेस्टी हुन्छ नि त। साह्रो हुन्छ क्या त्यो फास्ट भएको स्याउ त राम्रो हुँदैन नि। ल साथीहरु, आजको ब्लग कस्तो लाग्यो होला तपाईहरुलाई? प्रतिक्रिया, आफ्नो प्रतिक्रिया राख्नु सक्छ तपाईहरुले। अनि मैले त्यही प्रतिक्रियाको अनुसारले अगाडि बढ्ने छ म अनि राम्रो कन्टेन्ट बनाउने छ। अनि तपाईहरुबाट मैले सिक्ने हो के सानोतिनो कुरा हैन। अब कोही पनि मानिस अब आफ्नो जीवनमा, आफ्नो इन फ्युचरमा कहिले पनि सफल हुँदैन क्या त्यो मान्छे हैन। त्यसलाई बनाउनु पर्यो क्या सफलको लागि चाहिँ। अनि सानो कुराहरू चाहिँ सिक्नु पर्यो अनि हैन। आफूले नजाने कुराहरू आफ्नो साथीभाइहरूसँग हैन, आफ्नो रिलेसनसम्म सिक्नु पर्यो। उनीहरू भनेको कुराहरू मान्नु पर्यो हैन। आफै जिद गरे त हुँदैन नि। त्यही भएर म चाहिँ आजको ब्लग यहीँ एन्ड गर्दैछु। फेरि पनि म तपाईहरुको लागि एउटा नयाँ भिडियो ल्याउने छ। म छिटै ल्याउँछु है। त्यसको लागि अहिलेको लागि चाहिँ बाई बाई।